हेलो गाइस, सो आज हामीहरूले होस्टलमा 2 PM मनाउन जाँदै हौ सिम्पली चाउचाउ तन्नले पानी खान्छ मैले पिल्ला राखेको क्या। सो यो 2 PM मनाउन जाँदैछु प्लस त्यसमा अलिकति भयो भने हालेको। सो यो अहिले भित्र छ रिभ्यू सो यो सी ब्याक क्यामेरा पनि मिल्दैन। सो मैले केटलमा पकाउँदैछु है। आई अल्सो बट दिस माउन्टेन ड्यू। सो यो अलिकति खा डाइट लागि चाहिँ त्यही। सो लेट्स स्टार्ट टु मेक इट। मैले चौसा हालेँ, पानी हालेँ, पानी यति हाल्ने कि कभर बस। अब मैले अन गरिदिन्छु, लेट इट कुक। सँगै कुक गर्नुपर्छ बिकज यसमा चाँडै पाक्छ पहिला सुरु त, प्लस डढिहाल्छ। सो यु हेभ टु बी केयरफुल। त्यति बेलासम्म हामीले यो मसलाहरू खोल्दै गयौँ। ओके, त्यो आवाज त्यो केटल भएको रेस्पोन्सिबल फर इट। यो मसला पनि खोलेर राख्ने इजी हुन्छ। मसला अनि यो घिउ घिउ पनि हुन्छ, मैले थाहा पाएको छु। यसो फलो गरेर सकेर ओके। सो यो ट्यामा गएर हाम्रो उम्लिसकेर राम्ररी। सो मैले यसलाई बन्द गरिदिएँ एकैछिनको लागि। अदरवाइज मैले धेरै उमालेको गरेको भए नि लिटरली डढ्न सक्थ्यो अनि धेरै नै के भन्छन् त्यो एकदमै मसी हुन्थ्यो कि खानको लागि। त्यसैले त्योभन्दा राम्रो ट्यामा गरेर ढाकेर राख्दैछु। आफै बाफिन्छ, आफै पाक्छ। सो आई क्लोज्ड, आई हेभ टर्न्ड इट अफ। ओके, स्विच। मैले मसला काट्दै थिएँ। सो लेट्स कट। ओके, यो हाम्रो ड्राई भेजिटेबल्स हो, यो पनि युज गर्नेवाला छु। सिट फक अफ खस्यो कति धेरै। 3टा मटर फेल आउट। एउटा अझै फेल आउट। दे अल आर इम्पोर्टेन्ट। यो हो के नाम चुम्मको रहेछ। अनि यो मैले लास्टमा काट्छु बिकज यो फल आउट हुने चान्स धेरै हुन्छ। यो हाम्रो खुर्सानी पाउडर, यो पनि हाल्ने हो। जति पिरो त्यति राम्रो। या अब सबै कचडाहरू उठाएर त्यसमा हाल्नु पर्ला। फोहोर भयो भने राम्रो हुँदैन। मलाई फोहोर मन सक्दैन। अनि यु नो वाट, मेरो एक्जाम हो भोलि फेरि कमर्सको एक्जाम हो। प्लस म एउटा क्लास बङ्क गरेर आएको पढ्नको लागि भनेर। एन्ड सी वाट आइम डुइङ हियर। अल्सो आज होस्टेलमा नास्ता यो थियो आलु परोठा। यो पनि खानेवाला छु मैले अहिले योसँग। सो यो बनाएको अहिले बनाएर हेर्मै। मैले फेरि एकैछिन पकाउन राखेँ बिकज मैले हेर्दा थिएँ त्यो काँचो त्यस्तो देखियो। त्यसरी मैले पकाउँछु एकैछिन। वी इभन हेभ बेनियाना विच आई विल बी इटिङ आफ्टरवर्ड्स। अनहेल्दी खाएपछि त हेल्दी पनि खानु पऱ्यो नि त। हेल्दीले यसलाई उ गरिदिन्छ, कट अफ के भन्छन् त्यसलाई हाम्रो। 1 मिनट डढे जस्तो। हेल्दीले अनहेल्दीलाई सेट अफ गरिदिन्छ क्या। नलिफाई भन्छौँ नि हाम्रो एकाउन्टिङको भाषामा, त्यही। यो सो हाम्रो त्यो बनेर सक्यो। मैले उम्लियो राम्ररी नै। अब मैले यसलाई यता हाल्नेवाला छु। मसलाहरू निकालेँ। पहिला सुरु त मैले यो जुन ड्राई भेजिटेबल्स थियो भेजिटेबल्सलाई हालेँ। सो त्यो हाल्ने बित्तिकै अलिकति उ भइहाल्छ, के भन्छन्, म्यासी वाटेभर। सो बी केयरफुल है, यसमा पानी छ। मैले धेरै पानी हालेँ जस्तो लाग्यो। अब बिस्तारै केयरफुली निकाल्छु मैले। यसरी निकाल्नु पऱ्यो बिकज पानी खत्तम। सो हियर इट कम्स। सो मैले पहिला यति राख्छु। दुइटा बाहिर प्रोटिन साह्रै खायो भने मलाई हेल्थमा के हुने छैन, बट क्वान्टिटी धेरै हुन्छ कम प्राइसमा। रुपियाँ टुक्याउनु भयो, धेरै टुक्याउनु भयो। सो अब मैले त्यो रिमेनिङ पानी र यो चाउचाउलाई यो थर्मोसभित्र हालेर चाहिँ मैले चाहिँ हालेर जस्तो हुन बाँकी छ। त्यसैले गर्दा मैले यसमै हालिदिन्छु पुरै पानी। सिट तल खस्यो। I have a spoon for everything. So yeah, it's okay. So यति भइपुग्छ मलाई। यो हेर्न सक्नुहुन्छ क्वान्टिटी पनि धेरै भयो, कम प्राइस पनि आयो। अब मैले यो जुन छ नि जुन केटल छ नि गएर धुनुपर्छ पछि। भनेपछि योमा मैले पानी पनि पकाउँछु। पानी नै खानुपर्छ, तातो पानी।
सो पछि चौसको गन्ध नआओस् भनेर यसलाई सफा पानी हालेर एकैछिन राखिदिनु सो द्याट अहिले माझ्नको लागि इजी होस् अनि गन्ध नि आउनु जान्छ ओके बनाउनु त्यो गरौँ यसलाई साइडमा यो पकाऊ पहिला सुरु त I'm gonna add is घिउ यो के हो भइरहेको ए घिउ नि आयो मसला नि आयो ठिकै अब मसला नि हाल्यो है त्यसपछि we have is यो भइरहेको खुर्सानी पाउडर त्यसपछि टिपिनको मसला अनि लास्टमा पुरा यसलाई मिक्स गरेर मसला हाल्ने त्यसपछि यसलाई So yeah, बन्यो फाइनली सेम प्रपोर्सनेटली मिक्स भएको सबै अब खाने बेला भयो पहिला सफाइ गरौँ ओए यसलाई साइडमा राखौँ नक्ली निम्स प्लास्टिकमा सब कुछ छ ओके खाएर बनाएर सक्यो अब मैले टेबलमा बसेर खानको लागि अनि आई हेभ टु इन्जोय वेट अ मिनट लेट मी क्लोज द विन्डो फर्स्ट को लागि लेट मी सेट अप अ टेबल ओके आई विल सेट इट अप एन्ड आई विल मीट सो आई गेस सेट गरेँ होला टेबल म यही टेबलमा खाने हो सो इट्स माई फकिङ ल्यापटप आई एम गोना वाच समथिङ while enjoying my food. Okay, let's bring the food that I've prepared. See them. Aren't they looking tempting? Okay, this is 2 p.m. with YY. This is aloo paratha. It's my hostel's snack today. Oh, wait a minute, it's not focusing. Yeah, and it's a Kyoyo Mountain Dew. Yeah, it's Mountain Dew. Very refreshing. Also, मैले किन म गरे उल्याउन भनेको थिएँ डेजर्टको लागि अलिकति chocolate donut and all that thing, mousse. But I thought that म डाइटिङ गर्न सुरु गर्दैछु अब इफ मैले यो सब ल्याएर खाँदै गरेँ भने अझै मेरो पैसा नि जान्छ यत्तिकै पहिला सुरु प्लस मेरो हेल्थ नि अलि धेरै इफेक्ट हुन्छ किनभने अहिले नै मैले यति धेरै जङ्क्स खाँदैछु प्लस टुमोरो मेरो एक्जाम छ सो इट विल ह्याम्पर मी अ लट सो मैले मगाएन लेट्स इट नाउ कम विथ दिस मोडर्न फ्यामिली म जहिले पनि खाने बेलामा या त मोडर्न फ्यामिली हेर्छु या त फेरि तारक मेहताको उल्टा चस्मा सो टुडेज मोडर्न फ्यामिली टर्न सो आइ एम गोना वाच इट एन्ड enjoy my snack. Okay, so let's say 8. Okay, my camera set up. So let's start from this, shall we? So my day, yesterday I had to use it. Use 4 or 8. Oh, my boy strikes like a rattlesnake. Oh yeah, well you. Wow. All right. Well, we can see the movie. Wow. Come on. It's time for your lesson. You mean your second lesson? It's yum. Let's try our aloo paratha. I don't have my copy either. Screenshot that. Also, I have to study today. Tomorrow is my fucking exam. I mean, not exam, it's class test, but also I have to study.
calm down. This is what we're gonna do. I'm going to. So I finished it. Sorry. Very spicy. Ooh. Let's have this. So this was sorry. This was this much for today. Now I'll finish it and finish this series. I mean episode of this Modern Family. Then I will head to study because tomorrow that's my test and I haven't touched my copy or books yet. So yeah, bye bye. Have a nice day. We'll meet again after I don't know after how many days, but we'll meet again. Bye bye.